चिसो बढिरहेछ we need to go back फेरि आउँदैछौँ सनराइजको लागि so please don't forget to watch our video you can see the तिहार लगाइसकेको छ काठमाडौँमा you can see हामी चाहिँ जडीबुटीबाट गाडी चढ्ने भनेछौँ टिकट लगाइसक्यो 5 जनाको अब त्यहाँबाट गाडी चढेर चाहिँ हामी 6 बजे निस्किन्छौँ तर भाइले हतार गरेर अगाडि नै यहाँ सब गरिसक्यो 5:15 पुग्छ अब हामी झ्याउ छ गाइज हामी बिहान मेरो कहाँ छौँ बस पार्क हामी पश्चिम जानुपर्ने हो पूर्व जानु छौँ जिरी जाने हो कहाँ जाने हो ओइ कहाँ जाने हो हङकङ लन्डन कहाँ जाने हो यिनीहरू अस्ति कहाँ जाने हो कहाँ जाने हामी कहाँ लिने अरे तिमीहरूलाई लिएर बेचिदिने हो यहाँ जाने हो यहाँ कहाँ जाने हो यहाँ नाम के हो बे यो कहाँ बोक्ताङ डाँडा हो कि मोक्ताङ डाँडा हो So guys, we have एकछिन रोक न क्यामेरा आजको रोक अगाडि Hello guys, she is my youngest sister. Yeah, I know. We know, no, हामी खाजा चिया do not चाय ले लो चाय यो चाहिँ हुनुपर्छ है खानुभन्दा अगाडि खिच्नुपर्छ है दिस इज आवर रिचुअल्स आवर जेन्जी रिचुअल्स खानुभन्दा अगाडि खिच्नुपर्छ अन्डा चाहिँ खानुपर्छ है अरू थाहा छैन को खाने चिया त Please give me, I will help you. You are a waiter. हामी खाना खाँदै थियो अङ्कल ल्याएर दिनु पऱ्यो कि केही भएर सिसमा जानु अरे सब व्यवस्था छ नास्ता खाँदै थियो अङ्कलले यो पनि दिनुभयो कसैले जान्छ अरे डिस्क्रिप्सनमा राखिदिन्छ कसैलाई चाहिन्छ भने चेक आउट गर्नुहोस् गाइस हो त नि निस्केको हामी चाहिँ निस्केको है जाँदैछौँ फाइनल्ली हामी चाहिँ खाना खानलाई रोकेको अब मुडे बजार दामी देखेछ हामी अब खाना खाँदैछौँ गाइस हियर इज आवर सिस्टर इटिङ चिकन तँलाई पनि हो एउटा अर्को चिकन दाइ यस्तो दामी भ्युगल देखेको थिएन होला है खाना खाँदाखेरि नाइस ओए इधर देखो देखो किधर चुप रहे हो तुम अभी किसको बेवकूफ बोल रहे थे तुम शर्माती हो इधर गाइस यस्तो ठाउँमा आइपुग्यो हामी अब यहाँबाट माथि मुक्ताङ डाँडा जान्छौँ यहीँबाट यस्तो राम्रो भ्यू देखिरहेछ आई कान्ट इमेजिन माथिबाट कस्तो देख्छ होला अघि अङ्कलसँग गएर चाहिँ हामीलाई त केही लाग्दैन भन्नुहुन्थ्यो हाम्रो लागि त स्वर्ग हो हाम्रो लागि त स्वर्ग हो तिनीहरू ग्रेट वाल खोज्दै आइरहेछ एउटाले झोडा साट्यो अब यहाँ रोकिनु पऱ्यो गाडी गाडी रोकेको अवस्था यहाँ पोज यहाँ फोटो खिचिरहेछ हेर जहाँदेखि सुरु भइहाल्छ यहाँबाट झरियो अब यहाँबाट माथि लाग्छु हस् हुन्छ आन्टी यहाँबाट निस्क्यो अब
ल हिँड अब behind the I'm gonna show you something. This is heaven. Oh my god. Oh my gosh. I can see the view behind me. माथि गएपछि झन् कस्तो होला यो झन् स्टार्टिङ मात्र हो मेरो सास यस्तो फुल्यो जानुपर्ने ऊ त्यो डाँडामा ऊ त्यो सानो तर हामी यहीँ थाक्यो अर्को बहिनी अगाडि पुगिसक्यो ग्रेट वाल अफ चाइना नि पुग्यो होटल अझैमा त माथि छ अरे मलाई एक्लै छोडिदिएँ अगाडि गइहालेँ म थाकिसकेँ होटल पुगेँ तर मेरो हालत यस्तो भएको छ पुरा कालो न रातो गाह्रो ठ्याक्कै ग्रेट वालको बिचमा रहेछ होटल पनि मेरो त आफा आइगयो सबका आफा छ यहाँबाट रेस भयो माथि जानुपर्छ ग्रेट वाल त्यतिसम्म गाइज हामी हिँड्दा हिँड्दा यहाँ पुग्यौँ महादेव गुफा र सैलुङ जाने बाटो अहिले 3:30 बजेछ हामी अहिले सैलुङको सनसेट हेर्छौँ फोटो खिच्छौँ अनि फर्किन्छौँ अनि बिहान आउँछौँ महादेव गुफा र फेरि सनराइज हेर्छौँ यस्तो चिसो हावा चल्दो रहेछ मैले ज्याकेट मोटो लानु पर्ने रहेछ जाम हो गाइज जाम म ढिलो हिँड्छु भनेर यिनीहरूले मेरो बेइज्जत गरिसक्यो के यो मलाई थर्काउँछ यार फुच्छ गाइस म कालो रातो भइसकेको छु आँखा पनि हेरिरहेको छैन क्यान यु सी द्याट भ्यू बिहाइन्ड मी एक लड़का वादियों में टकरा चुका है मेरो भाइ 2-4 शब्द राख्न चाहन्छ अरे के अरे भन्दा नहाएको मान्छेलाई चाहिँ आउनै पर्छ निम्तो छ निम्तै हो आऊ भनेर चुले निम्तो हो कि चुरे निम्तो हो निम्तै हो चुले निम्तो छ गाई जति माथि आयो त्यति कालो हुँदैछ र भ्यू पनि राम्रो हुँदैछ राम्रो आउँदैछ दिजु पनि राम्री आउँदैछ हामी सब सालीहरू थुम्का अलमोस्ट पुगिसक्यो हामी किन लास्ट छिटो हिँड्छ कि मेरो सास किन फुल्छ आई डोन्ट नो आई निड टु फिगर आउट अर निड टु स्ट्रेन माई स्ट्यामिना इट्स अबाउट टु सनसेट गाइस फाइनली आई एम on the top or at the top whatever finally माथिबाट भ्यू हेर्छ चाहिँ मन्दिर रहेछ बिहामा दर्शन गर्नु पर्ला अहिले पनि खाजा आइसक्यो Also my voice is shivering due to cold and also here is वरिपरि डाँडाको भ्यू हेर्न सक्नुहुन्छ This is the view यहाँभन्दा यताको भ्यू बहुत पिक माथि जान्छु I will show you from view point हजुर यहाँबाट चाहिँ माथि जाने बाटो रहेछ यहाँबाट रहेछ भाइ पुरा गफ गर्दैछ जति बेला पनि केटो गफ गर्दैछ भाइ बहिनीहरू भिडियो बनाउँदैछ मेरो अलमोस्ट सिद्धिसक्यो यहाँ सुस्मिता र अभिमत छ स्टिल छ यो गाइजहरू बनाउनु लागेको सनसेट त हेर्न सक्दैन होला बिकज हियर इज सो टु कोल्ड आइ एम सिभरिङ लिटरली आइ एम सिभरिङ गाइज दिस इज द बेस्ट भ्यू कार्तिकको महिनामा आउँदा चाहिँ बेस्ट हुँदो रहेछ गाइज म स्याउ देखाउनु चाहिँ छोड्दैन हो निड टु ह्याभ दिस हाम्रो बहिनी इज थिङ्किङ कि यति राम्रो कसरी हुनसक्छ भनेर सनसेट हुन लाग्यो गाइज अल आर बिजी टु टेक फोटोज एन्ड भिडियोज एन्ड आई एम हियर
walking here and there trying to figure out where to go. सबैतिर चिसो भइसकेछ म त्यो छुम्कोमा चाहिँ जान्छु त्यो I want to go there. Yes, come on. Oh guys, this is me. चिसो भइरहेछ गाइज अब लास्ट टाइम हाम्रो होइन लास्ट टाइम त भन्न मिलेन भोलि बिहान हामी फेरि आउँदैछौँ सनराइजको लागि सो प्लिज डोन्ट फर्गेट टु वाच आवर भिडियो